ल अब मामा र भान्जा चाहिँ फाइनली सोइनु टेम्पलको चाहिँ हामी चाहिँ राउन्ड लाउँदैछौँ कि 3 राउन्ड होइन त्यही हो गाइस कम्प्लिट हुन लागिसक्यो केटोलाई यहाँ चाहिँ एकदम अब हुन्छ सोचेको होइन चाहेको सबै कुराहरू पुरा होस् भनेर त्यही नै हो नि त गाइस हो अनि त्यही भएर हो केटोलाई पुरा यहाँ म चाहिँ राउन्ड लाउँदैछु अन्त म पनि लाउँदैछु अनि यहाँको अहिलेको चाहिँ इन्भाइरोमेन्ट चाहिँ एकदम शान्त होइन एकदम कस्तो अनि यहाँ अब हुन्छ नि यो क्लाइमेट पनि पुरा बबाल छ हो अन्त पुरै ढाँचा पताएर हल्लिरहेको छ क्या मैले ढाँडेँ अन्त गाइस चाहिँ हेर्नु ल यस्तो छ कि गाइस ल फाइनल गाइस अब हामी चाहिँ टक्क लाएर हो अन्त फाइनली 3 राउन्ड कम्प्लिट भयो यहाँ चाहिँ फोटो लिँदै हुनुहुन्छ एकछिन हामी चाहिँ स्टप हुनुपर्छ गाइस होइन त्यही हो भन्छ नि कस्तो लाग्यो त भनिदेऊ न मामा ब्लगमा रमाइलो मात्रै भयो के भयो बोल नि त यार साउदेन ब्रो साउदेन भगलाई चाहिँ सबले माया गरिदिनु होला होइन गाइस त्यही हो नि त टक्क लाएर हामी चाहिँ अब हामी चाहिँ यहाँबाट चाहिँ अब हामी चाहिँ रिटर्न ब्याक फेरि हामी चाहिँ होम टाउन हो हामी चाहिँ अब चल्दैछौँ गाइस त्यही हो गाइस फर्किँदैछौँ अब फर्किने हो हामी चिसो यहाँको चिसो मौसम अनि शान्त वातावरण बेलुका शान्त हुँदो रहेछ म अहिलेसम्म यहाँ यत्रो बस्यो आएको छैन कि यस्तो हुँदो रहेछ त्यही भएर भान्जालाई लिएर आएको भान्जासँग हामी उता जाने प्लान थियो फेरि अलिक लेट भयो कि यस्तो भयो म चाहिँ अब आफ्नो कार्यव्यस्तताका बावजुद मजाले ढिला आयो नि त त्यही भएर भान्जालाई कुराइरहेको थियो त्यही हो अब भोलितिर टाइम मिल्यो भने भोलितिर चाहिँ हामी न्यु रोडतिरको न्यु रोडको हुन्छ नि त्यहाँको इन्भाइरोमेन्ट चाहिँ हामी यहाँ एक्सप्लोर गरेको चाहिँ हामी चाहिँ भिडियो चाहिँ लिनेछौँ अनि मेरो भ्लगमा आउनेछ भिडियो सबैले हेरिदिनु होला माया गरिदिनु होला होइन त्यही हो कति राउन्ड भयो 4 राउन्ड भइसक्यो 5 राउन्ड 6 राउन्ड लाउनुपर्छ ल राउन्ड होइन अब भयो 4 राउन्ड ल यतातिरको यस्तो यहाँ देखाउँ नि त यस्तो सन्दर्भको बाई सी गाइस